वेलकम सबैजनालाई मिनी ब्लगमा। आज चाहिँ म बिहान यस्तो धेरै पछि है यस्तो राम्रो मौसम खोलेको थियो, अनि त्यही भएर तपाईँहरूलाई म थोरै भिडियो बनाउनु मन लाग्यो। यता चाहिँ साथीको घरदेखि आएको म अहिले भर्खर। हाम्रो चाक्सीबाट नि यस्तो राम्रो सिन छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो ग्राउन्ड है, हामी यहीँ खेलेको, यहीँ खेल्छौँ हामी। ग्राउन्ड पनि राम्रो छ। यता देख्नुहुन्छ, यो पारी चाहिँ भाल्चोक है। आजको सिनले त मारेको छ नि। फेरि तपाईँहरूकोमा कस्तो छ के छ? हाम्रो चाहिँ यस्तो छ। यता चाहिँ साथीको घर, यो चाहिँ साथीको जाने बाटोतिर, अनि यो चाहिँ हाम्रो ग्राउन्ड। अब हामी भरे 4 बजीतिर मात्रै खेल्छ यहाँ, त्यही भएर खासै हुँदैन। यता चाहिँ सिङदिमे जाने बाटो है। त्यो माथि चाहिँ टङ्के बाजेको घर, टक्क लाएर। अनि के कस्तो लाग्यो भन्न सक्नुहुन्छ है। आज चाहिँ म थोरै तपाईँहरूलाई सानो मात्र यसो मौसम एकदम राम्रो लागेर तपाईँहरूको नाच सुनाउनु, खुसुक्क सुनाउँ कि जस्तो लाग्यो कि थोरै भए पनि। त्यही भएर मलाई चाहिँ पिरोले सताएर एकदम साह्रो पारेर है। मौसम हेर्नु न, कस्तो छ। हिँड्दै यात्रा गरेको, किनकि मलाई अलिक पिरोले सताइरहेको छ कि, त्यही भएर बाइकहरू चलाउनु खासै मन लाग्नु छोडेको छ पिलोले गरेर। पिलो पनि त्यहाँ निस्क्यो कि चाक्कैमा निस्केर झन् हैरानै भएन म। अनि के भन्नु होइन, यस्तै छ। आजको मौसमले चाहिँ एकदम साथ दिन्छ, राम्रो छ। आकाश हेर्नु सक्नुहुन्छ नि, यस्तो दामी छ है। अनि रमाइलो छ, जे होस् हाम्रो पनि। तपाईँहरूलाई म सानो अब थेचम्बु कता पऱ्यो भन्नुहुन्छ होला, थेचम्बु पनि म देखाउँछु तपाईँहरूलाई है। लेट्स गो। थेचम्बु चाहिँ यता पऱ्यो है। थेचम्बु त्यो माथिको चाहिँ पुर्णी डाँडा। अब आज गयो हुन्छ कि जस्तो लागिरहेको छ तपाईँलाई। त्यता पनि यस्तै मौसम भने देखाउँछु हाम्रो ग्राउन्ड। पेगी यता चाहिँ यो रोडदेखि टक्क छुट्टिन्छ है। तपाईँलाई यहाँदेखि ग्राउन्ड देख्न सक्नुहुन्छ है। ग्राउन्ड चाहिँ कस्तो भ्यू छ है, दामी हेर्न सक्नुहुन्छ ल। यो सरको चाहिँ त्यो घरको डाँडामा। अनि यता तपाईँहरूलाई म हाम्रो स्कुल पनि देखाउँछु है। फाइनली त्यहाँ चाहिँ थप्लेजिङको गाडी गइसकेको रहेछ, हामीलाई पनि बोलाउने थियो। गाडी गइसकेको छ, ट्याक्सी सरला हुटमा पनि छन् कि के हो मान्छे अलिअलि हेर्नु छ, केही छैन। यहाँदेखि म सानो देखाउँछु तपाईँहरूलाई, त्यहाँ गएर पुरानो देखाउँछु है। स्कुल म सानैदेखि शिशुदेखि पढेको स्कुल हो यो चाहिँ, भवन। यता चाहिँ एउटा गाडा लायो है, देख्न सक्नुहुन्छ। हेर्दा चाहिँ नजिकै छ है, फेरि टाढो त छैन नि। यो चाहिँ फेरि हाम्रो मन्जु दिदीको घर है, कस्तो दामी छ। यहाँदेखि देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मन्जु दिदी के गर्दैछ नि, स्कुल यता। यो चाहिँ हामी आउने, यहीँ बस्ने, रमाइलो गर्ने ठाउँ। राम्रो छ घर। मन्जु दिदी निस्किसकेको छ त्यहाँ, कि जाँड पकाउँदै हुन्छ जस्तो छ। यता भवन स्कुल। आजको लागि यति नै। नेक्स्ट पार्टमा तपाईँहरूलाई बाई बाई।